नमस्कार साथीहरू, स्वागत छ यहाँहरू सबैजनालाई मेरो भिडियोमा। म किस्मत रोका मगर। आज चाहिँ मैले अनबक्सिङ भिडियो लिएर आएको छु। जति पनि तपाईहरू टिकटकमा, फेसबुकमा, युट्युबमा लाइभ गर्नुहुन्छ, तपाईहरूले चाहिँ एउटा साउन्ड कार्डको एकदमै जरुरी हुन्छ। तपाईहरूले पनि साउन्ड कार्ड लिनुपर्ने हुन्छ र त्यसको लागि चाहिँ साउन्ड कार्ड कसरी युज गर्ने र साउन्ड कार्ड चाहिँ कस्तो टाइपको साउन्ड कार्डहरू ल्याउँदा राम्रो भन्ने कुराहरू पनि छ। मैले चाहिँ आज यहाँ साउदीको सबैभन्दा एकदम राम्रो चलेको अनलाइन डेलिभरी है आज मेरो पार्सल आइसकेको छ। यो चाहिँ WXH DJ20 लाइभ साउन्ड कार्ड हो। मैले चाहिँ आज यसलाई अनबक्सिङ गर्न गइरहेको छु। सो यसमा के सामानहरू आउने रहेछ हामी सबैले हेर्नेछौँ एक एक गरेर, र म यसको साउन्ड पनि टेस्ट गर्नेछु के कस्तो छ। ओके, म आज यसलाई अनबक्सिङ गर्न गइरहेको छु र जति पनि नयाँ साथीहरू हुनुहुन्छ यो भिडियोलाई हेर्नुभन्दा अगाडि तपाईहरू यदि मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने मेरो युट्युब च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। ओके, अब हामी जानेछौँ र यो चाहिँ एकदमै रेकर्ड गर्नलाई पनि एकदमै राम्रो है। जति पनि रेकर्ड गरेर टिकटक बनाएर मैले चाहिँ बाँसुरी बजाएर हाल्नलाई, टिकटक लाइभ बस्नलाई अनि फेसबुकमा पनि चाहिन्छ, सबैमा एकदमै इम्पोर्टेन्ट हो यो एउटा साउन्ड कार्ड चाहिँ है। मैले अनबक्सिङ गर्न गइरहेको छु के कस्तो आउँछ। यसको पैसा प्राइस भन्दाखेरि चाहिँ नेपाली लगभग मैले 14,000 जति हालेको छु है। देख्न सक्नुहुन्छ एकदमै इम्पोर्टेन्ट जस्तो लाग्छ मलाई चाहिँ है। यो एकदम म्युजिसियन एकदमै बवाल हो साउन्ड कार्ड है। यता हेर्नुहोस् साउन्ड कार्ड भनेर लेखेको छ। ओके, यसलाई चाहिँ हामी अब म खोल्दैछु अनबक्सिङ भिडियो। मलाई चाहिँ यस्तो भिडियोहरू अनबक्सिङ गर्न एकदमै बवाल यस्तोमा आएको छ है गाइज, एकदमै बवाल। यो महँगो टाइपको साउन्ड कार्ड है, तपाईँले देख्न सक्नुहुन्छ। यसमा के आउँछ भन्ने कुराहरू पनि छ है। यसमा धेरै कुरा, अब यो साउन्ड कार्डको बारेमा के कुराहरू पढ्न सकिन्छ है। यो भयो र अर्को आएको छ एकदमै ओर्जी टाइपको ओरिजिनल इयरफोन आएको छ है। यो चाहिँ टक्क लाएर यो पनि एकदमै इम्पोर्टेन्ट है त गाइज। यो इयरफोन रहेको छ र अर्को चाहिँ यो चाहिँ चार्जर है, टाइप सी रहेको छ। यो चाहिँ टाइप सी अनि यसमा चाहिँ आइफोन पनि रहेको छ है। आइफोन टु टाइप सी पनि रहेको छ। यो चाहिँ चार्जर होला सायद, दुईवटा एकदम मजाले दिनु रहेछ। अनि यो चाहिँ टाइप सी टु टाइप सी छ है गाइज। यो टाइप सी टु टाइप सी छ। यो हेरौँला अहिले कस्तो छ, यसमा चाहिँ के कसरी युज हुन्छ हामी सबै हेर्नेछौँ है। अनि तपाईँको देख्न सक्नुहुन्छ यो चाहिँ दुईवटा पक्कै पनि यो लाइभ जानलाई होला। अनि यो चाहिँ माइकको साउन्ड कार्ड होला पक्कै पनि, माइकको चाहिँ वायर होला सायद पक्कै पनि यो चाहिँ है त। अनि यसमा चाहिँ नि यो लगाउने स्ट्यान्डहरू पनि रहेको छ, के कसरी प्रयोग गर्ने भन्ने कुराहरू, यो फोन लाउनेहरू पनि रहेको छ है गाइज। अब यसलाई यता राख्छु। भिडियो एकदमै लङ हुनसक्छ, तर जति पनि म्युजिक लभर हुनुहुन्छ यो भिडियो तपाईँको लागि एकदमै इम्पोर्टेन्ट हुनसक्छ है। यो चाहिँ माइक लगाउने हो। अनि माइक रहेको छ, यो एकदमै बवाल क्वालिटीको माइक रहेको छ। यो यता हाल्छु। रह्यो हाम्रो देख्न सक्नुहुन्छ WXH DJ20 साउन्ड कार्ड। यो चाहिँ एकदम लाइभ साउन्ड कार्ड है त। यसमा चाहिँ बवालै रहेको छ भने यसमा यो आफूले चाहेको है, यो माइकको यो चाहिँ इको हो। अनि त्यसपछि यसमा आफूले स्केल, बेस, ट्रेबल बनाउने है। यो कतिमा चाहिँ हालेर बजाउने आफूले, यो चाहिँ बेस ट्रेबल गर्ने सार्ने है त। यो चाहिँ एकदमै बवाल रहेको छ। यसमा चाहिँ नि ओके गाइज, हेरौँ अब के कस्तो हुँदैछ। अनि यता चाहिँ के छ, यो चाहिँ यसमा त बबाल। अनि यो लाइट
यो पनि आउँदो रहेछ गाइज, यो पनि बबाल है, यो पनि एकदम इम्पोर्टेन्ट, यो यसैमा आउँदो रहेछ। यो चाहिँ के हो, यो के हो यो चाहिँ थाहा भएन। अनि गाइज यो सबै यो माइक स्ट्यान्डहरू, यो चाहिँ एकदमै सानो हुँदो रहेछ यसमा चाहिँ है। पहिला V8मा चाहिँ अलिक ठुलो देखेको थियो यो चाहिँ, यो अगाडि माइक फुक्ने अगाडि राख्ने हो, यो पनि त्यही हो होइन। अनि यो के हो, यो चाहिँ टक्क लगाएर बसाल्ने होला सायद। यो चाहिँ यो माइकको यसमा राख्ने, मोबाइलहरू राख्ने है, यो पनि एकदमै इम्पोर्टेन्ट हुन्छ। यति धेरै सामान मजाले आउँदो रहेछ गाइज है, बबाल। यो भनेको एकदमै बबाल हो है गाइज, देख्न सक्नुहुन्छ यस्तो टाइपको बबाल छ। अब यसलाई चाहिँ अब चाहिँ हामी म सबै मिलाएर चाहिँ फेरि देखाउँछु है त, म सबै यहाँ सेटअप गर्छु है त। यो चाहिँ कस्तो भने चाहिँ यो वायर चाहिँ सिधै यहाँ लाइफ 1, लाइफ 2, लाइफ 3 भन्ने देखाएको छ, यो यसमा हो है त, यसमा हो। अनि बाँकी सबै हेडसेट स्पिकरहरू छ, माइक 2, माइक 1 भन्ने पनि लेखिएको छ यसमा। तर यसमा चाहिँ डाइनामाइक चाहिँ नखाने रहेछ कि के हो, डाइनामाइक नै भएन भने त गाह्रो हुन्छ नि फेरि होइन र गाइज, कि कसो गाइज। यो डाइनामाइक त चाहिन्छ त यार, यो यसको ठिक छ, यो यसमा ठिक छ, तर यसमा चाहिँ डाइनामाइक चाहिँ कहाँदेखि चाहिँ युज गर्दो रहेछ भन्ने कुरा मलाई याद भएन कि यार। डाइनामाइक त मैले हेर्छु, पछि हेर्छु म। यो चाहिँ अब डाइनामाइक गएन भने चाहिँ अब के गर्नु त अब होइन। ओके ल गाइज, भिडियो यही हो है। सबैजनाले अन्तिमसम्म हेरिदिनु भयो, थ्याङ्क यू सो मच, माया छ सबैजनालाई। अनि यो चाहिँ ओटिजी यो के रहेछ, यसमा सबै कुराहरू हेर्नुपर्ने छ यार, मलाई त्यति धेरै याद पनि भएन है। ल यही हो आजको अनबक्सिङ, मेरो अनबक्सिङ भिडियो। अब चाहिँ म साउन्ड पनि सुनाएँ गाइजहरू। यसलाई चाहिँ नि के अरे अन गर्न चाहिँ मैले यता साइडतिर हेरेर चाहिँ यहाँ चाहिँ रहेछ कि कस्तो आँखै नदेखिने है। यसलाई चाहिँ खोल्यो भने टक्क लाएर यो चाहिँ खोल्यो है, यसरी पुरा बबाल क्या है। यो चाहिँ एकदमै बबाल, यो आफ्नो माइक आफूलाई कतिको चाहिन्छ त्यो हो। यो चाहिँ इको हो, पछिसम्म एकदमै बबाल आवाज फिनिस गर्ने चाहिँ यो। अनि त्यसपछि अब अरू सबैहरू अब हाँस्ने त्यस्तो कुनै पनि म्युट गर्ने यहीँबाट हुँदो रहेछ। ओके यो चाहिँ अन भयो। अब चाहिँ म बजाएर सुनाउँछु ल, हेरेर सबै हेरेर चाहिँ। अब आज यतिकै भयो ल। यो चाहिँ के रहेछ, अरे यहाँबाट के हो यो यो चाहिँ के हाल्ने हो, यो यतै होला। है गाइज, यसमा चाहिँ यो हो कि यस्तो रहेको छ। यसमा चाहिँ अब दुईटा फोन राख्ने होला नि त, यसमा फोन राख्ने है गाइज। के गर्नु यस्तै छ।
यही होला सायद। ओके यो मैले चाहिँ फर्स्ट टाइम युज गर्दैछु नि त गाइज। यो यस्तो भयो अनि यो पनि होला। दुईटा लाइभ दुईटा फोनमा चाहिँ जान सकिन्छ लाइभमा है त। अनि यो चाहिँ यस्तो यो चाहिँ यस्तो भयो गाइज हैन। अनि यसमा चाहिँ माथि चाहिँ के हो, माथि यो होला, यही हो पक्कै पनि मलाई। फर्स्ट टाइम अब यसरी सेटअप गर्नुपर्छ कि। ओके ल गाइज, यो चाहिँ यति भयो। अनि त्यसपछि यसमा हाल्ने होला हो। हो त रहेछ। ए यो त यस्तो पो रहेछ। लुजा अब यस्तो गर्ने। अनि त्यसपछि चाहिँ आफैले अब तलबाट बसेर पनि लाइभ बस्न सक्यो यसरी है त गाइज। अब यसलाई चाहिँ नि हामीले मजाले टक्क लगाएर हेरौँ न। यो लाइभ बस्ने अब यो स्ट्यान्ड भइहाल्यो है। यो स्ट्यान्ड चाहिँ यहाँ राखेको छु गाइज। यो स्ट्यान्ड त तपाईँलाई थाहा छ होला। यसमा माइक जोडेर यो माइक जोडेर चाहिँ कहाँ भयो अर्को, यहाँ छ। यो चाहिँ माइकको स्ट्यान्ड हो। यो चाहिँ टक्क लगाएर यसमा राख्ने है। अनि त्यसपछि माइक जोड्ने है त। यसमा जोड्ने हो यो। यो पनि एकदम स्प्रिङवाला रहेछ कि, बवाल खालको है। कहाँ नि यत्रो पैसा हालेको छ। यो माइक भयो, ठिक छ। यो सबै चेक गर्ने हो नि त। ओके लाइभ 1 लाइभ 2 लाइभ 3वटा फोनमा पनि हामी लाइभ जान सक्छौँ है त यसरी। तर यो लाइभ 1मा हालिदिन्छु म। यस्तो गर्ने हैन। अहिलेलाई म एकछिनलाई अफ गरेँ। म त्यता सेटअप गर्छु। हेर्न सक्नुहुन्छ गाइज, यो इयरफोन यति लङ रहेछ कि यस्तै दामी हो कि। यो अलिकति टाढासम्म गएर पनि मजाले बजाउन सकिन्छ है त। मैले चाहिँ अहिलेको लागि यसरी यहाँ पनि एउटा फोन लगाएर दुईटाबाट चाहिँ लाइभ जान सकिन्छ है गाइज। एन्ड म सबै सेटिङ गर्दैछु ल, सेटअप गरेर देखाउँछु फेरि। देख्न सक्नुहुन्छ गाइज, मैले यसरी चाहिँ मिलाउँदैछु। अब यसमा चाहिँ नि कैँची पनि कहाँ भयो मेरो। यो चाहिँ एकदमै सानो भएन र। यो एकदमै सानो भयो। पहिलाको ठुलो थियो नि मेरो बेड, त्यो ठुलो चाहिँ ठिक हुन्छ होला। हुन त अहिले यसको सेटसँग यही आएको छ। अब यो चाहिँ हाल्दा पनि भयो, तर म यो त्यति धेरै युज पनि गर्दिनँ। तर यसमा राख्ने हो माइक अगाडि यसरी चाहिँ टक्क लगाएर गर्दाखेरि चाहिँ बवाल हुन्छ। तर ओके गाइज, फाइनली मैले सबै फिट गरिसकेँ है। अब चाहिँ मैले एउटा बाँसुरी धुन बजाउँदैछु। साउन्ड कस्तो आइरहेको छ है। जोस बवालै छ भनौँ है। एकदमै राम्रो, महँगो पनि महँगै पर्यो है। ओके म कोसिस गर्दैछु। यो सबै आफ्नै यो हाम्रो WXH DJ20 भन्ने। यसमा चाहिँ कस्तो भने साउन्डहरू पनि
छुट्टा छुट्टै एकदमै डिफ्रेन्ट पाएँ कि यसमा चाहिँ है धेरै फरक पाएँ मैले चाहिँ म कोसिस गर्दैछु ल यो चाहिँ मैले मिलाउन सकिरहेको छैन है त्यही भएर अलिकति गाह्रो भइरहेको छ जस यसलाई मजाले मिलाइसकेपछि चाहिँ के कसरी यो माइकहरू अनि इकोहरू जस्तै जस मलाई चाहिँ एकदमै राम्रो लागिरहेको छ है जस ठिक छ एकदमै यहाँ सबै साउन्ड कार्डबाट नै सिस्टमहरू रहेछ यहाँ चाहिँ है सिलेक्ट साउन्डहरू पनि रहेछ एकदमै यो च्याट भन्ने ओके यो छुट्टा छुट्टै रहेछ क्या ओके यो डिजे हो नि त त्यही भएर चाहिँ यो डिजे पारामा पनि जान्छ है यस्तो हेलो 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 यो सबै साउन्ड सिलेक्ट कस्तो हुँदो रहेछ है डबल पनि सुन्ने है कस्तो यहाँ मलाई थाहै छैन के हेलो ओके यो दुईटा चाहिँ छुट्टा छुट्टै फरक रहेछ यो भोइस चेक गर्ने पावरमा अब त्यहाँ पावरमा पो थिचेको रहेछ यार छुट्टै उसमा बक्समा थिचेँ मैले ओके गाइज यही थियो मेन विशेष कुराकानी है यो WXH DJ20 साउन्ड कार्ड फर्स्ट टाइम हो मैले कोसिस गरेको है तर पनि अब यसमा चार्जरहरू के कस्तो कति टेक छ त्यो अझै मलाई थाहा छैन यसको अपडेटहरू मैले फेरि ल्याउँदै गर्नेछु ओके आजको भिडियो एकदमै लङ भयो भिडियो अन्तिमसम्म हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद है